गयो भने छुच्ची सासु हैन छुच्ची सासु भनेन मैले यो भ्लग मिलियन गयो भने अर्को शेड्युलबाट स्पोर्टमा मोबाइल बन्द सबले भिडियोमा हेर्ने छुच्ची सासु अफिसियलमा हेर्ने त्यही हो मेरो त भात आयो है तपाईहरु भिडियो खिच्नु उता खाना पाकेर आउँछ यता छुच्ची सासु लगाइदिने उता बाध्नु पर्छ सुमो हैन बाध्नु पर्छ अहिले जानु पर्छ म त कसैले कुर्दिन है झम्का झम बजाइदिनु सबैको भिडियो आयो मेरो चाहिँ आएन नि त अनि तपाईहरुले सबितालाई चाहिँ हेर्नु खोइ त अनि तपाई नै हेर टोलाको अनि तिम्रो हातले छेल्देऊ लाई ल तरकारी खै यो तरकारी त ल मासु र भात अचार त हाल मासु त हाल थ्यांक यू उता सरले दिउँ न पहिला भने यो दुई जना चाहिँ रियल जोडी है उहाँहरु हैन त फेक पनि हुन सक्छ के हो यो कुरो के हो अरे रियल हैन तपाईले हाम्रो अगाडि मात्र भाउजू भनेर चिनाउनु भयो क्या यस्तो रजा कुरो है मलाई त भात अगाडि दिएछ भनेको तिमीहरु त्यहाँबाट नहेर है पेट दुख्छ भात कस्तो छ भन्छ भात एकदम ठीक छ मासु खाए थाहा हुन्छ कस्तो हुन्छ भने तपाईको थमेल मलाई चाहिँ हटी हाल्दिनु ल मासु नहाल्दिनु यो मासु भएको चाहिँ ल कसलाई मलाई मासु वाला नहाल्दिनु हटी वाला सबैको हड्डी निकालेर राख्दिउ है शिवा भाइलाई सबैको हड्डी निकालेर राख्दिउ है मीनाक्षीको लागि भागमा हड्डी पर्यो भने के रे भाउजू मीनाक्षीको लागि हड्डी हड्डी झिकेर राख्दिउ है ल अब त्यही गरौँ है ल त्यही गरौँ त्यही गरौँ ल अरू सबैजना खिच्ने म चाहिँ खिच्ने विक्रम सबैजना खिच्ने म चाहिँ यता भात खिच्ने अब खिच्ने म मासु खिच्ने के गीतले मासु उत कहाँबाट खोज्छ यो केटीले आफ फेरि सुरे यता खाना ए खोज्नु भयो भयो तपाईलाई चाहिन्छ प्याज ल अब खान सुरु गरौँ खुर्सानी ल मीनाक्षी भिडियोहरु जुम राखेर अलरेडी भइरहेको छ हेर है त रेकर्ड हेलो अहिले चाहिँ हामी छुट्टी सासा सुटिङमा छौँ आज डे 4 अनि हाम्रो आज चाहिँ सिन अलिकति घरबाट अलिकति टाढा